डेभिड अनलाइन टिभीबाट तपाईँलाई यो भिडियो देखाइरहेको छु। अनि साँच्चै यहाँ राजा ल्याउँ देश बचाउँ भन्ने नारा भइरहेको छ। यहाँ पुरै जाम भइरहेको छ। यो डेभिड अनलाइन टिभीबाट तपाईँहरूलाई प्रत्यक्ष रूपमा यो भिडियो देखाएको छु। अनि यो भिडियोलाई तपाईँले सेयर सब्सक्राइब कमेन्ट गर्नु होला। के साँच्चै नै देशमा राजा नै चाहिएको हो त? यो प्रश्न तपाईँहरूलाई यसको कमेन्ट बक्समा लेख्नु होला, कमेन्ट गर्नु होला। यहाँ देख्न सक्नुहुन्छ पुरै यो चक्रपथबाट चाहिँ चाबेलपट्टि जाँदैछ नि यो नारा पुरै ढङ्ग गरिरहेको छ। पुरै यहाँ देख्न सकिन्छ। पुरै हल्ला गरिरहेको छु। हल्ला गरिरहेको छ। आज सिंह दरबार घेर्नलाई जाँदैछन्। यहाँ हेर्नु पर्यो। पुरा हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ भन्दै चाहिँ नारा देख्न सक्नुहुन्छ। डेभिड अनलाइन टिभीबाट तपाईँहरूलाई यो पुरै दृश्य देखाइरहेको छु। कति जनसङ्ख्या छन् भन्ने कुराहरू म तपाईँहरूलाई एकछिनबाट बताउने छु। हाराहारी अहिले 400-500को लसको चाहिँ लर्को गइसकेको छ उता। यहाँ कति आउँदैछन् भन्ने कुराहरू म तपाईँहरूलाई बताउने छु। डेभिड अनलाइन टिभीबाट तपाईँहरूलाई यो भिडियो देखाएको छु। देख्न सकिन्छ, हेर्नु होला। देख्न सकिन्छ यहाँ अहिले जनै गोपीकृष्ण हल पुगिसकेको छ। यो लाइन लगभग मैले मूल्याङ्कन गरिरहेको छु। यहाँ चान्चुन होला लगभग 2000 जति देख्दैछु। कति छन् पछाडि भन्ने कुराहरू म भन्न बाँकी नै छ। सायद यहाँ निकै जनसङ्ख्या जनमास त्यति धेरै देखिएको छैन। यहाँबाट सायद टुङ्गिएको जस्तै छ। सुकैधाराबाट तपाईँको लगभग चाबेलको सामान पुगेको छ लाइन। त्यहाँदेखि चाहिँ अहिले चाहिँ यो गाडीको लाइनहरू देख्न सकिन्छ। तपाईँहरूले यो भिडियोलाई सेयर सब्सक्राइब कमेन्ट गर्नु होला है त। थ्याङ्क यू। ल मैले देखेको जति चाहिँ तपाईँहरूलाई मैले भनिसकेको छु। यहाँदेखि उता कति छन् भन्ने कुरा मलाई थाहा छैन है त। थ्याङ्क यू। ल अझै पनि पछाडिबाट आइरहेको छन्। पुरै गाडीको जामहरूले गर्दाखेरि पुरै जाम छ। लाइनहरू आइरहेका छन् पछाडिबाट पनि। लगभग देखिँदैछ। यहाँ होल देख्न सकिन्छ। अब
अब यो लाइनहरू चाहिँ कहाँबाट कहाँ गएर टुङ्गिने हो अनि आज के हुन्छ भन्ने कुरा पनि थाहा छैन। अहिले लगभग 2:30-3 बजिसकेको छ। एम्बुलेन्सको गाडी पनि आइरहेको छ। एम्बुलेन्सहरूलाई पुरै बाटो जाम छ। कति बिमारीहरू चाहिँ तडपिरहेको होला देख्न सकिन्छ। एम्बुलेन्सहरू चाहिँ पुरै छ। लाइनहरू धेरै नै आइरहेको छ। कति छन् के छन् त्यो भन्नै बाँकी छ। मेरो आकलनमा आज त्यस्तै होला 3 देखि 4 हजार मान्छे होला त्यस्तै देखेँ मैले। अहिले चाहिँ अझै पनि पछाडि आइरहेका छन्, कति छन् थाहा छैन। अहिले मैले देखेको चाहिँ यति नै लगभग नै देखेँ है। आउने जारी त कति नै छन् कति छन् त्यो समयले बताउँछ। सायद जस्तै नै छ। ल अझै आयो भने म तपाईँहरूलाई बताउने छु। यो भिडियो नै लामो भएको छ। मैले यतिमै समाप्त गरेको छु। यो डेभिड अनलाइन टिभीलाई तपाईँहरूले सेयर सब्सक्राइब कमेन्ट गर्नु होला है त। थ्याङ्क यू।